विश्व शान्ति एवं असंख्य अबोध प्राणीहरूको हत्या हिंसा जन्य पाप कर्महरूबाट मुक्त भई सत्कर्ममा लागिरहन बोधि मार्गदर्शन मैत्री धर्मले मार्गदर्शन गराइरहनु भएको हुन्छ। सदा सद्गुरु र मार्गको अनुसरण गरी सत्कर्म गरी आफ्नो पूर्व जन्मको कर्म अनुरूप आइपर्ने मारहरू जस्तै लाटो बहिरो अन्धो जस्ता जन्म अपाङ्ग त जन्मजात वा जन्म पश्चात आफू र आफ्नो सन्ततिहरूमा आउन सक्ने दुष्परिणामलाई सत्यतामा रही सत्यताको प्रतापले नष्ट गर्न सकिन्छ।